नेपालको राजनीतिमा पुस महिनाको अलग्गै महत्त्व छ। विक्रम सम्वत 2017 सालमा राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको घोषणा गर्दा होस् वा 2062 सालमा राजा ज्ञानेन्द्रले तत्कालीन शेरबहादुर देउवाको सरकारलाई हटाएर सम्पूर्ण पावर चाहिँ राजतन्त्रको अन्डरमा ल्याउँदा होस्, अथवा भनौँ त विक्रम सम्वत 2077 सालमा केपी शर्मा ओलीले चलिराखेको संसदलाई विघटन गरेर निर्वाचनको घोषणा गर्दा होस्, पुस महिनाको चिसोलाई नेपालको राजनीतिले हमेसा सेकाइरह्यो। यो वर्ष पनि त्यही अवस्था दोहोरिँदैछ, अथवा नेपालको राजनीतिले चाहिँ पुस महिनाको चिसोलाई तताउँदैछ। यही फागुनको 21 गते नेपालमा निर्वाचन हुने मिति तोकिए सँगसँगै अहिले साना ठुला नयाँ पुराना सबै राजनीतिक दलहरू गाउँ गाउँमा छन् आफ्नो एजेन्डा लिएर। अनि यही बीचमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा र बालेन्द्र शाह बीचको एकताले राजनीतिको सरगर्मीलाई अझ बढी न्यानो बनाएको छ। अहिलेको अवस्था देख्दा नेपालमा वैकल्पिक राजनीति पो हाबी हुने हो कि अथवा नेपालको राजनीतिले दिशा नै परिवर्तन गर्ने पो हो कि भन्ने सङ्केत पनि देखिन लागेको छ। पुराना राजनीतिक दलहरूप्रति जनताको आक्रोश, युवाहरूमा राजनीतिको वितृष्णा, भदौ 23 र 24 गते भएको जेनजी आन्दोलन, 72 जनाको हत्या, केपी शर्मा ओलीको नेतृत्वमा रहेको दुई ठूला राजनीतिक दलहरूको सरकार ढल्नु अनि वैकल्पिक शक्तिको रूपमा उदाइराखेको रासोपा लगायतका पार्टीहरू अझ बढी स्ट्रङ हुँदै जानु अनि राजनीतिको चेत बोकेका सबै युवाहरू एकजुट हुँदै जानुले भोलिको दिनमा नेपालको राजनीतिमा कस्तो मोड आइपर्न सक्ला त? निर्वाचनपछि यदि साँच्चै वैकल्पिक शक्ति हाबी हुँदै गयो र बालेन्द्र शाह चाहिँ नेपालको प्रधानमन्त्री हुने अवस्था सृजना भयो भने हामीले बालेन्द्रबाट के कस्ता अपेक्षाहरू राख्न सक्छौँ अनि होइन नेपाली जनताले चाहिँ पुरानै राजनीतिक दलहरूलाई फेरि एकपटक सरकार चलाउने मेन्डेट दिए भने के कस्ता कन्सिक्वेन्सेसहरू सृजना हुन सक्ला त? आजको यो भिडियोमा चाहिँ हामी रासोपा र बालेन्द्र शाह बीचको एकता अनि राजनीतिमा चाहिँ चुनावपछि के कस्ता कन्सिक्वेन्सेसहरू सृजना हुन सक्छन् यी सबै कुराहरूलाई बुझ्ने कोसिस गर्दैछौँ। आशा छ तपाईहरुलाई यो भिडियो एकदमै इन्फर्मेटिभ लाग्नेछ र भिडियो हेरिसकेपछि यदि राम्रो लाग्यो भने लाइक, शेयर अनि सब्स्क्राइब गर्न चाहिँ नभुल्नुहोला। साथै आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा पनि राख्न सक्नुहुनेछ। बालेन्द्र शाह, जसलाई सिङ्गो देशले बालेन भनेर चिन्छ, उनी सामाजिक सञ्जालमा सबैभन्दा बढी रुचाइएको पोलिटिसियन्स मध्येको एक हुन् र उनीबाट चाहिँ युवाहरूले धेरै अपेक्षा पनि गरेका छन्। भदौको 23 र 24 गते जुन जेनजी आन्दोलन भयो, त्यो आन्दोलनपछि अधिकांश युवाहरूले बालेन्द्र शाहलाई नै नेपालको प्रधानमन्त्रीको रूपमा देख्न चाहेका थिए, तर स्वयं बालेन्द्रले नै आफूलाई स्टेप डाउन गरिसकेपछि उनकै सहमतिमा अहिलेको सरकार बनेको हो पनि भन्ने गरिन्छ। प्रत्यक्ष राजनीतिमा लामो अनुभव नबोकेको भए तापनि बालेन्द्र शाह नेपालको राजनीतिमा नै सबैभन्दा चतुर खेलाडी मध्येको एक हुन् भन्नेमा दुई मत छैन भन्ने कुरा चाहिँ उनले पछिल्लो समय देखाएको राजनीतिक सक्रियता अनि आफ्नो पक्षमा बनाउँदै गएको माहौलले पनि स्पष्ट हुन्छ। उनलाई पब्लिक चाहिँ आफूतिर आकर्षित गर्न आउँछ। कुन समयमा के बोल्दा के कस्ता कन्सिक्वेन्सेसहरू आउन सक्छ भन्ने कुरालाई सजिलै अनुमान लगाउन सक्ने बालेनले कुनै बेला आक्रोश मार्फत, कुनै बेला खुसी मार्फत, कुनै बेला काम गरेर अनि अधिकांश समय चाहिँ आफ्नो कुशल नेतृत्व क्षमता देखाएर नेपालको राजनीतिमा अग्रपङ्क्तिमा उभिएका छन्। यही पुसको 9 गते उनले जुन तरिकाको राजनीतिक सक्रियता देखाए अनि वैकल्पिक धारबाट प्रधानमन्त्रीको सबैभन्दा सबल प्रत्याशीको रूपमा आफूलाई उभ्याए, यसले पनि बालेन्द्र शाह राजनीतिमा कति चतुर छन् भन्ने कुरा चाहिँ स्पष्ट हुन्छ। जम्मा 35 वर्षका बालेन्द्र शाहले आफूलाई नेपालकै राजधानी सहर काठमाडौँको सबैभन्दा सफल मेयरको रूपमा स्थापित गरिसकेका छन्। उनले गरेको काम अनि काठमाडौँमा देखिएको परिवर्तनले गर्दाखेरि चाहिँ अब बालेन्द्र शाहको नेतृत्व क्षमता देशव्यापी हुनुपर्छ है भन्ने माग सम्पूर्ण नेपाली युवाहरूको छ र त्यही अनुरूप अबको निर्वाचनपछि यदि बालेन्द्र शाह नेपालको प्रधानमन्त्री बन्ने अवस्था सृजना भयो भने सायद
उनी देशकै सबैभन्दा कान्छा प्रधानमन्त्री मध्येको एक हुनेछन्। योभन्दा अगाडि केवल जङ्गबहादुर राणाले चाहिँ 29 वर्षको उमेरमा प्रधानमन्त्रीको पद सम्हालेका रहेछन् भने तुलसी गिरीले 33 वर्षको उमेरमा नेपालको प्रधानमन्त्री बनेको इतिहास बोकेका रहेछन्। बालेन्द्र शाहले अहिलेको यो राजनीति उचाइ पाउनको लागि कसैको झोला बोक्नु परेन, कुनै पनि राजनीतिक दलको कार्यकर्ता बन्नु परेन, कसैको खुट्टा ढोग्नु परेन, कसैसँगबाट केही पनि अपेक्षा राख्नु परेन अनि कसैलाई केही दिनु पनि परेन, कसैसँगबाट केही लिनु पनि परेन भनिसकेपछि यो हिसाबले बालेन्द्र शाहसँग त्यो पुरानो ओल्ड स्कुल पोलिटिकल प्र्याक्टिस छँदै छैन। त्यसमाथि उनी युवा हुन्, देश विदेश घुमेका छन्, विदेशको समृद्धि देखेका छन्, पढे लेखेका छन्, सामाजिक संस्कृति र समृद्धिलाई राम्रोसँग बुझेका छन् अनि सबैभन्दा महत्त्वपूर्ण कुरा उनी आफै पनि फाइनेन्सियली स्टेबल छन्। मतलब आफ्नो परिवार र आफ्नो पेट पाल्नको लागि राजनीतिको आड लिइराख्नु पर्ने अवस्था छैन। र यो हिसाबले भन्दाखेरि यदि बालेन्द्र शाह नेपालको प्रधानमन्त्री भए भने अहिलेको जस्तो भ्रष्टाचार, अहिलेको जस्तो अनियमितता हुँदैन कि भन्ने अपेक्षा हामीले राख्न सक्छौँ। काठमाडौँ महानगरपालिकाको मेयर भइसकेपछि बालेन्द्र शाहले गरेका कामहरूमध्ये विशेष गरी शिक्षा, सरसफाइ अनि ट्राफिक व्यवस्थापनको चर्चा देशव्यापी रूपमा हुने गर्छ। त्यसपछि महानगरपालिकाभित्र भइराखेको अनियमितता कन्ट्रोल गर्न उनले खेलेको भूमिकाको चर्चा पनि उत्तिकै हुने गर्छ। आज काठमाडौँ महानगरपालिकाभित्रका सडकहरू सफा छन्, चिल्ला छन्, ट्राफिक व्यवस्थापन पहिलेको तुलनामा धेरै राम्रो छ। सरसफाइ हेर्ने हो भने आज फोहोरका डङ्गुरहरू त्यति धेरै देखिँदैनन्। केही सिचुएसन्समा बाहेक सुरक्षाको केसमा पनि काठमाडौँ धेरै अगाडि छ। शिक्षाको मामिलामा हेर्ने हो भने काठमाडौँ महानगरपालिकाले प्रत्येक वर्ष हजारौं विद्यार्थीहरूलाई छात्रवृत्ति दिइराखेको छ। काठमाडौँको मौलिकतालाई ध्यानमा राखेर विभिन्न ठाउँहरूमा बस स्टप बनिसकेका छन् अनि बनि राखेका छन्। पार्कहरू बनिराखेका छन्, सफा छन्, बालबालिका मैत्री छन्, कति ठाउँमा शौचालयहरू बनिराखेका छन्, सफा छन् अनि फुटपाथ हेर्ने हो भने एकदमै सफा छन्, एकदमै चौडा छन् अनि भिडभाड रहित पनि छन्। मतलब बालेन शाह काठमाडौँको मेयर भइसकेपछि त्यहाँ धेरै परिवर्तन भयो भन्ने कुराको अनुभव तपाईँ हामी सबैजनाले गर्न सक्छौँ। तर यो सबै परिवर्तन केवल बालेन्द्र शाहको कारणले गर्दा भयो भन्ने चाहिँ पक्कै पनि होइन। केही पहिलेदेखि नै प्रक्रियामा थिए, बालेन शाहले यसलाई पूर्णता दिए अनि केही उनी आफैले सुरु गरे, सम्पन्न पनि गरिदिए। राजनीतिमा अर्को पनि एउटा महत्त्वपूर्ण कुरा हुन्छ, त्यो हो आवेग अनि धैर्यता। र यो केसमा चाहिँ बालेन्द्र शाह कहीँ कतै चुकेको पो हो कि जस्तो पनि देखिने गरेको छ। उनी बेला बेला सामाजिक सञ्जाल मार्फत आफ्नो आक्रोशहरू पोख्ने गर्छन् र त्यो बेलामा केही अपाचे भाषाको पनि प्रयोग गरेका छन्। एकपटक उनको श्रीमती तीजको दर खान जाँदाखेरि काठमाडौँको ट्राफिक पुलिसले उनलाई कोटेश्वरमा रोकेको थियो र त्यो बेला उनले सिधै सिंहदरबार जलाइदिने खालको भाषा प्रयोग गरेर स्ट्याटस लेखेका थिए। पछि यही स्ट्याटसबाट प्रेरित भएर भदौ 23 र 24 गतेको जेन्जी आन्दोलनमा सिंहदरबारमाथि आगो लगाइयो भन्ने खालको आरोप पनि लाग्ने गरेको छ। अब जे जस्तो अवस्था आइपरे पनि देशको कार्यकारी पदमा बसेको मेयर जस्तो मान्छेले राष्ट्रिय सम्पत्तिमाथि आगो लगाइदिन्छु भन्ने खालको भाषा प्रयोग गर्नु पक्कै पनि त्यो राजनीतिक भाषा चाहिँ हुँदै होइन। हो, आफ्नो गर्भवती श्रीमतीलाई प्रहरीले बिना कारण रोकेको कारण आक्रोश भएको भन्न सकिएला, तर 10औं लाख युवाहरूले फलो गरिराख्ने एउटा पब्लिक फिगरबाट त्यो तरिकाको भाषा प्रयोग हुन्छ भने त्यो पक्कै पनि स्वीकार्य हुँदैन। उनले अरू बेला पनि सामाजिक सञ्जाल मार्फत केही अपाचे भाषाको प्रयोग गरी स्ट्याटस लेख्ने गरेका छन्। एकपटक उनले राष्ट्रिय स्वतन्त्र पार्टी आरएसपीलाई पनि फकाउने आरएसपी भनेर लेखेका थिए र आज त्यही रासोपाबाट नै उनी भावी प्रधानमन्त्रीको रूपमा उभिँदैछन्। यदि सामाजिक सञ्जालमा अनावश्यक आक्रोश देखाउन छोडिदिए, माथिको शैलीमा क्यामेरामा उभिन छोडिदिए,
अनि क्यामेरा अगाडि लडबडाउन छोडिदिए र नगरकोटको रिसोर्टमा गएर चुरोटको धुवामा बिलाउन छोडिदिए बालेन्द्र शाह अझ बढी मजबुत हुने थिए, अझ बढी जनताको ढुकढुकीमा बस्न सफल हुने थिए। होइन भने उचाल्न र पछार्न जानेको नेपाली समाजले धेरैलाई देवत्वकरण गरेर पातालसम्म पुर्याइसकेको छ भने भोलिको दिनमा बालेन्द्र शाह पनि त्यही अवस्थामा पुग्न नसक्लान् भन्ने अवस्था चाहिँ पक्कै पनि छैन। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेपालकै चौथो ठुलो राजनीतिक दल हो र यदि वैकल्पिक धारलाई मात्र ध्यानमा राख्ने हो भने अहिलेको अवस्थामा देशकै सबैभन्दा ठुलो अनि सबैभन्दा सक्रिय वैकल्पिक राजनीतिक पार्टी हो राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा। विक्रमसम्वत 2078 सालको असारमा स्थापना भएर त्यही वर्ष मङ्सिरमा चुनावमा होमिएको रासोपा चाहिँ 21 सांसद सहित देशकै चौथो ठुलो राजनीतिक पार्टी अनि राष्ट्रिय दलको रूपमा स्थापित भएको थियो। त्यसपछि लगातार प्रचण्ड र केपी शर्मा ओली नेतृत्वको सरकारमा होमिएको रासोपासँग अब नेपालको राजनीतिको हरेक खाले एक्सपिरियन्स छ। ढाका प्रसाद श्रेष्ठको अडियो काण्डदेखि लिएर मुकुल ढकाल, सुमना श्रेष्ठ, सन्तोष परियार जस्ता केन्द्रीय तहका नेताहरू पार्टी त्याग गरेर बाहिर निस्किनु, केन्द्रीय सभापति रवि लामिछाने चाहिँ लामो समयसम्म जेलमा बस्नु, पार्टीभित्र नेतृत्वको अभाव खड्किनु, फेरि पनि जनताले नसोचिएको प्रेम दिनु, नसोचिएको समर्थन गरिराख्नु अनि अहिलेको अवस्थामा आएर देशकै ढुकढुकी युवाहरूको अपेक्षा नेपालकै सबैभन्दा चर्चित युवा पोलिटिसियन बालेन्द्र शाह पार्टीसँग जोडिनु, यी सबै कुराले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपालाई एउटा पर्फेक्ट, एउटा एक्सपिरियन्स पोलिटिकल पार्टीको रूपमा स्थापित गरिसकेको छ। अझ अब भन्ने हो भने पार्टीभित्र जुन सोच नमिलेका सबैजना बाहिरिएका छन् अनि सोच मिल्नेहरू एक ठाउँ आएका छन् अनि आज मात्र पुस 13 मा जुन रासोपा र बालेन्द्र शाह बीचमा एकता भयो यसले पार्टीलाई अझ मजबुत बनाएको छ अनि त्यही अनुसार भोलिको निर्वाचनमा भावी प्रधानमन्त्रीको रूपमा बालेन्द्र शाह अनि सभापतिको रूपमा रवि लामिछानेले पार्टीलाई अगाडि बढाउनेछन्। यदि यसरी नै सोच मिल्दै गयो, यसरी नै वैकल्पिक राजनीतिहरू एक ठाउँ आउँदै गए अनि राजनीतिको चेत बोकेका युवाहरू फेरि पनि रासोपासँग जोडिँदै गए भने अबको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले एकदमै राम्रो सिट ल्याउने कुरामा दुई मत छैन। तर नेपाली राजनीतिका अनेकौं मोडहरू छन्। देखिएको जस्तो सोचिए जस्तो सजिलो पक्कै पनि हुनेवाला छैन। राणाहरूको विरुद्धमा लडेको, पञ्चायती शासन व्यवस्थाको विरुद्धमा लडेको नेपाली काङ्ग्रेस, मनमोहन अधिकारी र मदन भण्डारी जस्ता महान पोलिटिसियन्सहरूको विरासत बोकेको नेकपा एमाले अनि सिङ्गो राजतन्त्रलाई नै फ्याँकेको माओवादी आज पनि धेरै नेपालीहरूको ढुकढुकीमा छ अनि यसरी बालेन्द्र शाह र रवि लामिछाने एक हुने बित्तिकै सबै बिलाएर जान्छन् भन्ने खालको सोच चाहिँ नराखे पनि हुन्छ। यदि भोलिको निर्वाचनमा वैकल्पिक राजनीतिले बहुमत ल्याएछ भने त ठिकै छ, बालेन्द्र शाहलाई देशको प्रधानमन्त्रीको रूपमा स्वीकार गरौँला, देशले चाहिँ एउटा युवा नेतृत्व पाउनेछ भनेर खुसी पनि होला अनि धेरै समृद्धिको, धेरै विकासको, धेरै परिवर्तनको अपेक्षा पनि राखौँला। तर यदि यसको ठिक विपरीत नेपाली जनताले पुरानै राजनीतिक पार्टीलाई सरकार बनाउने मेन्डेट दिए भने त्यो अवस्थामा के कस्ता कन्सिक्वेन्सेसहरू क्रिएट हुन सक्छन् त? सबैभन्दा पहिलो कुरा त जेनजी आन्दोलनका नायकहरू जेल जान तयार हुनुपर्नेछ। त्यसपछि त्यो आन्दोलनमा शहीद भएका सबै आन्दोलनकारीहरू आतंककारी घोषित हुनेछन् अनि युवाहरूमा एकपटक पलाएको अपेक्षा फेरि मर्नेवाला छ। विदेशमा भएका जति युवाहरू छन् जसले चाहिँ देश फर्किन्छु भन्ने सोच राखेका छन् उनीहरू फेरि एकपटक विदेशमा नै भासिन बाध्य हुनेछन् अनि देशमै बसेका युवाहरू पनि आफ्नो पसिना बगाउन लाग्नुपर्नेछ खाडीतिर। रवि लामिछाने र बालेन्द्र शाहहरू एकपटक फेरि प्रचण्ड र बाबुराम भट्टराई बन्नुपर्ने हुनेछ अनि बदनाम हुनेछ सन्दुकविदहरूको। एकपटक फेरि केपी शर्मा ओली र महेश बस्नेतको राजनीतिक गुण्डागरी फस्टाउनेवाला छ। भ्रष्टाचार र अनियमितताले आकाश छुनेछ अनि बादल चिरेर बिजुली जसरी बज्रिनेछ अर्को एउटा जनआन्दोलन अनि यही जनआन्दोलनको चक्रव्यूहमा हाम्रो देश नेपाल घुमिरहनेछ अनन्तकालसम्म।